हेलो गाइज, गुड मर्निङ। के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ होइन? लाग्छ सबैजना आरामै हुनुहुन्छ होला है। म चाहिँ यो ठाउँमा बिहानको मर्निङ वाक गरेर हल्का पसिना बगाएँ है। तपाईँहरू पनि विदेशमा स्वदेशमा जहाँ हुनुहुन्छ होइन, थोरै समय निकालेर आफ्नो हेल्थको लागि मर्निङ वाक हिँड्नुहोस् होइन। आफ्नो हेल्थको केयर गर्नुहोस्। सुगर, कोलेस्ट्रोल, डायबिटिज सुगर भने एउटै है। सुगर, डायबिटिज, कोलेस्ट्रोल, ब्लड प्रेसर सबै रोगहरूबाट दूर भइन्छ, हेल्दी भइन्छ होइन। पेट पनि यस्तो हुन्छ होइन, पिस पनि छातीको यस्तो निस्किन्छ है। साथीहरू, म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि सकेसम्म विदेशमा हुने साथीहरूले खाना के मासु धेरै नखानु होइन, रक्सीहरू धेरै नखानु, आफ्नो ख्याल गर्नु होइन। हल्का एक्सर्साइज चाहिँ गर्नुपर्छ। जिम जाने पैसा हुँदैन, डाइट खाने पैसा हुँदैन भने पनि हल्का मर्निङ वाक गर्ने, पसिना बगाउने, खानाहरू चाहिँ एकदम मिलाएर खाने, पाएँ भनेर धेरै खाने, नपायो भने भोकभोकै ग्यास्ट्रिक बढाएर हिँड्ने, त्यस्तो काम पनि गर्नुहुन्न है। म चाहिँ यही भन्नको लागि भिडियो बनाएको। हल्का फिजिकल एक्सर्साइजहरू गरेँ। एक राउन्ड पुरै यो एरियामा झन्डै 2 किलोमिटर भन्दा बढी, झन्डै 3 किलोमिटर राउन्ड लगाएँ होइन, 2 राउन्ड। अब टक्क एकछिन यतै हावा खाँदै तपाईँहरूसँग भिडियो बनाउँछु, अनि त्यस पछाडि रुममा जान्छु होइन, नुहाउँछु, क्यार्छु, फ्रेस हुन्छु होइन। साथीहरू, कस्तो लाग्छ तपाईँहरूलाई मेरो भिडियो होइन? फुल वाच गर्ने गर्नुहोस् होइन। तपाईँहरूकै हेल्थको लागि पनि यो भिडियो बनाएको छु। यति रमाइलो ठाउँ छ होइन विदेशमा पनि। कसले भन्छ यो गल्फ हो, कसले भन्छ यो खाडी हो होइन, भन्दैन कसैले खाडी हो भनेर। यहाँ पनि यति राम्रो राम्रो ठाउँहरू छ, सुन्दर पार्कहरू छ, हरियालीहरू भरिएको छ, लगानी गरेको छ। हाम्रो देशमा पनि यस्तै हुन्छ अब सम्भवतः, आशा गरौँ छिट्टै 5-7 वर्षभित्र हरेक पार्कहरू बन्नेछ। काठमाडौँमा पनि सुकुम्बासी बस्तीहरू हटाइसकेको छ। बालन सरकारले धेरै राम्रो काम गरेको छ, राजसपाले लाग्छ। र यही गतिमा गयो भने देश छिटै परिवर्तन हुन्छ। यो पसिना देशमै बगाउन पाइयोस्। काम गरेर पसिना बगाएर शरीरमा पनि एक्सर्साइज होस् र केही आम्दानीसँगै शरीर पनि हेल्दी रहोस् भन्न चाहन्छु म त होइन। यस्तै हो साथीहरू, दुःख छ परदेशमा। ड्युटीको टाइम हुन्न, खानाको टाइम हुन्न, कहिले भोकै, कहिले नाङ्गे, कहिले के गर्नुपर्छ होइन। तर पनि कहिलेकाहीँ चाहिँ आफ्नो हेल्थलाई ख्याल गर्नै पर्छ है। त्यही भन्न चाहन्छु म त। पसिनाले हल्का शरीर भिजायो भने शरीर हल्का पनि हुन्छ, हेल्दी पनि हुन्छ, पेटको फ्याटहरू पनि घट्छ। म 4 किलो घटाइसकेँ ल। म 4 किलो घटिसकेको छु। मेरो पेट पहिला यस्तो आउँथ्यो, फुलाउँदैन, यत्रो आउँथ्यो। अहिले फुलाउँदैन, यी पुन्टो मात्रै निस्किन्छ, छैन, घटिसक्यो यस्तो भएको छ है। ल साथीहरू, बाई बाई। आफ्नो ख्याल गर्नु होला जहाँ जस्तो रह्यो नि।
हेल्थको केयर गर्नु होला, हल्का एक्सर्साइज पनि गर्नु होला र खानामा पनि ध्यान दिनु होला भन्दै यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई। फुल वाच गर्नु होला, भिडियोलाई लाइक कमेन्ट सेयर गर्दै सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है साथीहरू। बाई बाई।